ठिक भएर गइरहेको छ। श्वास हुने ठिक भयो, अँ, एक हप्तामै ठिक भयो। श्वास ल जोरदार ताली बजाइदिने समयमा उहाँको चाहिँ ग्यास्ट्रिक र बाथको समस्या अनि हिँड्दाखेरि श्वास हुने समस्या के बाथले गर्दाखेरि भने आज एक हप्तामै नै उहाँलाई चाहिँ राम्रो भएको छ भने बाबाले चाहिँ E5 मा कति दिन गर्नुभयो बाबा? E5 मा यो मेसिनमा कति दिन? मैले 4 दिन के गर्दै गरेँ 4 दिन 4 दिन 4 दिन E5 मा थेरापी गरेपछि के अनुभव गर्नुभयो? मलाई जाँगर चाहिँ के यो नसाहरू एकदम ठिक भएको जस्तो लाग्यो। नसाको समस्या थियो हजुरलाई? के हुन्थ्यो नसाको समस्या हुँदा हजुरलाई? यसो दुख्थ्यो कि सबैतिर। अहिले चाहिँ अलि राम्रो भएको छ। हेर्नुहोस् है हाम्रो बाबाको नसाहरूको लागि चाहिँ एकदमै राम्रो भयो, शरीरै दुख्थ्यो त्यो एकदमै राम्रो भयो भन्नुभएको छ। खुसी हुनुहुन्छ? मैले खुसी छु मैले खुसी भएर मैले बुक पनि गरेँ नि त। के कति कारणले हजुरले मम्मी र हजुरकै सल्लाहले कि परिवारकै सल्लाहले कि आफ्नै? मलाई सबै परिवारले ठिक हुन्छ अहिले हुन्छ। हजुर अब अहिलेको परिस्थिति त्यही छ नि खानकी पानकी राम्रो छैन मान्छेलाई रोग लागिरहेको हुन्छ अनि यो किसिमले सबैले काम गर्नु जस्तो हुन्छ मैले लिएको। हेर्नुहोस् त सबै परिवारको सल्लाहले नै अहिलेको त खानपान पनि त राम्रो छैन नि त महिमा होइन, त्यस कारणले पनि त्यसलाई पनि राम्रो हुन्छ। अनि उहाँको चाहिँ बाथको समस्या पनि छ होइन, नसाको समस्या, यस्तै चाहिँ नसा बाथको समस्यालाई पनि एकदमै राम्रो हुने भएकाले चाहिँ खुसी साथ मैले चाहिँ E5 लाई चाहिँ बुकिङ गरेको भन्नुभएको छ है महिमा बाबा। भने खुसी हुनुहुन्छ? कति खुसी? हाँसेर देखाइदिनुहोस् न। अनि हाम्रो सरहरूलाई के भन्न चाहनु